ओम नमो भगवते वासुदेवाय। अब आज आषाढ कृष्ण एकादशीको कथा कहिन्छ। युधिष्ठिर उवाच ज्येष्ठ शुक्ले निर्जलाया महात्म्यं वै श्रुतं मया आषाढ कृष्णपक्षे तु किं नाम एकादशी भवेत् कथयस्व प्रसादेन ममाग्रे मधुसूदन। युधिष्ठिर महाराज प्रश्न गर्नुहुन्छ। ज्येष्ठ शुक्ल पक्षमा पर्ने निर्जला नामको एकादशीको महात्म्य त मैले सम्पूर्ण बेल विस्तार यहाँको मुखारविन्दबाट सुने। अब आषाढ कृष्ण पक्षमा कुन नामको एकादशी हुन्छ? हे मधुसूदन, मधु नामको राक्षसलाई मार्ने श्रीकृष्ण कृपा गरेर मेरा सामु त्यसका बारेमा बताउनुहोस् भन्दा भगवान श्रीकृष्ण उत्तर दिनुहुन्छ। व्रतानामुत्तमं राजन् कथयामि तवाग्रतः। हे राजन, व्रतहरू मध्येको त्यो उत्तम व्रत म तिम्रो सामु कहन्छु, लौ सुन। सर्व पाप क्षय करम भोक्ति मुक्ति प्रदायकम आषाढस्यासिते पक्षे योगिनी नाम नामतः। सम्पूर्ण प्रकारको पापलाई नाश पार्ने, यस लोकमा सुख भोग र मरेपछि मुक्ति अर्थात् मोक्ष गति दिने योगिनी नाम गरिएको एकादशी आषाढको कृष्ण पक्षमा हुन्छ। एकादशी निपश्रेष्ठ महापातक नाशिनी संसारार्ण बमग्नानां पाररूपा सनातनी। हे नृपश्रेष्ठ, त्यो योगिनी नामको एकादशीले ठुला ठुला पातक पापलाई पनि नाश पार्छ र संसार रूपी दुःख समुद्रमा डुबेकाहरूलाई पारी तार्ने सनातन एकादशी हो। हे नराधिप, यो योगिनी नामको एकादशी तीनै लोकमा खुबै ठुलो मानिन्छ। अब म पुराणहरूमा पाप नाश गर्ने भनी प्रख्यात भएको त्यस योगिनी एकादशीको कथा कहन्छु, तिमी एकचित्त भएर सुन। अलकाधिपतिर्नाम्ना कुबेर शिव पूजकः तस्यासीत् पुष्पवटुको हेममालिति नामतः। कुबेर नामले प्रसिद्ध अलकाका अधिपति अर्थात् राजा अत्यन्त शिवभक्त थिए। तिनको फुल ल्याउने माली हेममाली नाम गरेको माली थियो। त्यस हेममालीको विशालाक्षी भन्ने नाम गरेकी अत्यन्तै राम्री पत्नी थिइन्। त्यो हेममाली त्यस विशालाक्षीमा अत्यन्त स्नेह राख्दथ्यो र सधैँ कामले पीडित रहन्थ्यो। कुनै दिन मान सरोवरबाट फुल टिपेर बटुलेर ल्याई आफ्नै घरमा बस्यो। पतिको प्रेममा टाँसिएर बिर्सी फुल पुर्याउन कुबेरको दरबारमा ऊ जानै सकेन, उतै भुलेर बस्यो। कुबेरो देवसदने करोति शिव पूजनम मध्याह्न समये राजन पुष्पाणि न समीक्ष्यते। हे राजन, मध्याह्नको समयमा शिव मन्दिरमा कुबेर सधैँ शिवको पूजा गर्दथे। यस्तैमा एक दिन पूजा गर्ने ठाउँमा फुल पटक्कै देखेनन्। हेममालीले भने आफ्नो घरमा आफ्नी पत्नीका साथ काम क्रीडा गरिरहेको थियो। अनि बेलामा फुल नआइपुगेकाले अत्यन्त क्रोधित भएर यक्षका राजा कुबेरले अरू यक्षहरूलाई भन्दा भए, कस्मन्नायातिबोर यक्षा हेममाली दुरात्मवान् निश्चयः क्रियतामस्य प्रत्युवाच पुनः पुनः। हे यक्ष हो, त्यो दुष्ट हेममाली के कारणले अहिलेसम्म आइपुगेन, यस कुराको पत्ता लगाओ भनेर बारम्बार भन्न लागे। तब यक्षा उचुहु यक्षहरू भन्दछन्, वनिता कामुको गेहे रमते स्वेच्छया नृप तेषां वाक्यं समाकर्ण्य कुबेरः कोपपूरितः। हे राजन, आफ्नी स्त्रीमा आसक्त भएको त्यो त आफ्नो घरमा मजासित काम क्रीडा गरिरहेको छ। तिनीहरूको त्यस्तो कुरा सुनेर कुबेर अत्यन्तै क्रोधित भए। जाओ, त्यो फुल ल्याउने गरेको फुले हेममालीलाई झट्टै बोलाएर ल्याओ। बोलाए त अबेला भएको जानेर डरले अँध्यारो मुख लागेको त्यो हेममाली पनि आइपुग्यो र कुबेरलाई ढोगेर उनको अगाडि उभिरह्यो। त्यसलाई देखेर क्रोधित रातारात आँखा भएका अति क्रुद्ध कुबेरले भन्न लागे, प्रत्युवाच रुषाविष्ट कोपादिस्फुरिता धरः रे पाप दुष्ट दुर्वृत्त कृतवान् देवहेलनम्।
रिसले ओठ त फरफराउँदै भन्न लागे, अरे पापिष्ट दुष्ट दुराचारी, तैँले देउताको अपमान गरिस्। यसकारण त स्वित्र नामको दुबीको रोगले युक्त तथा सधैँ स्त्रीले वियुक्त भएर यस स्थानदेखि गिरेर अब अर्कै ठाउँमा जा। कुबेरले क्रोधले यति भन्ने बित्तिकै त्यस कैलाश स्थानबाट त्यो गिरेर दुबी कोडले विरूप देह भएको छँदो अत्यन्त दुःखले रहन लाग्यो। त्यस भयानक वनमा बस्दाखेरि उसले न पानी पिउन पायो, न त खाने कुरा नै खान पायो, न त त्यसलाई दिनमा नै सुख थियो, न त रात्रिमा निद्रा नै लाग्दथ्यो। छायामा बस्दाखेरि उसलाई शरीरमा पीडा हुन्थ्यो भने घाममा बस्दाखेरि घामबाट भदभद पोलिन्थ्यो। तर शिवजीको पूजामा गरेको सेवाको प्रभावले त्यसको स्मृति हराएको भने थिएन। पापले पीडित रहेको भए पनि पहिलेको कर्म सम्झँदै त्यस वनमा भड्कदा हुँदी तब एक दिन पर्वतमा अति उत्तम हिमालयमा पुग्यो। तब त्यहाँ उसले मुनिहरूमध्ये श्रेष्ठ तपस्याका खानी मार्कण्डेय मुनिलाई देख्दो भयो। हे राजन, ती मार्कण्डेयको आयु ब्रह्माको 7 दिनसम्म अर्थात् 1 सातासम्मको छ। ब्रह्माजीको सभा समान त्यो ऋषिको आश्रममा तब त्यो गयो र त्यो पाप कर्म गरेको पापीले टाढैबाट भुइँमा पस्रिएर ती ऋषिलाई दुवै चरणमा दण्डवत गर्दो भयो। तब मुनिहरूमा श्रेष्ठ मार्कण्डेयले त्यसलाई देखेर परोपकार गर्ने भावनाले पासैमा बोलाएर भन्न लागे, कस्मात् कुष्ठाभिभूतस्त्वं कुतो निन्द्यतरो यसि इत्युक्तः प्रत्युवाचाथ मार्कण्डेयेन धीमता। त कसरी कोडी भइस्, किन त अति निन्दित भएको छस्? बुद्धिमान मार्कण्डेयले यसरी सोधिएको उसले तब भन्न लाग्दछ, हेममाल्युवाच यक्षराजस्यानुचरो हेममालिति नामतः मानसात् पुष्पनी च य मानीय प्रत्यहम मुने। हे मुने, यक्षराज कुबेरको म नोकर हुँ। मेरो नाम हेममाली हो। म दिनहुँ मान सरोवरबाट फुल टिपेर ल्याई शिवजीको पूजा गर्ने बेलामा कुबेरलाई टक्र्याउने गर्दथे। यस्तैमा एक दिन मैले पूजाको समयमा ढिलै भए पनि फुल पुर्याउन सकिन, किनकि कामले पीडित भएको चित्तले पत्नीका साथ सुखभोग गर्ने प्रसङ्गमा लागेर म ढिला भएँ। त्यसै कारणले क्रोधित भएका कुबेरले हे मुनि मलाई सराप्नु भयो अनि म यस्तो सेतो कोडी भएर पत्नीसँग पनि वियोगिएँ। कहिलेको शुभ कर्मले गर्दा अहिले म प्रभुको समीप आइपुगेको छु। सज्जनहरूको चित्त स्वभावैले परोपकारमा लागेको हुन्छ। हे मुनि श्रेष्ठ, मेरो यो हुलिया जानेर पापीलाई शिक्षा बक्स्योस्। तब मार्कण्डेय मुनि भन्न लाग्दछन्, त्वया सत्यम यः प्रोक्तम ना सत्यम भाषितम यतः अतो व्रतोपदेशम ते करिष्यामि शुभप्रदम। तैँले यहाँ साँचो साँचो भनिस्, किनकि एक कुरो पनि झुटो भनिनस्। यसै कारणबाट तँलाई म कल्याणकारी व्रतको उपदेश दिन्छु, एकचित्त भएर सुन। आषाढ कृष्ण पक्षमा पर्ने योगिनी नाम गरेको एकादशीको व्रत तैँले गर। यस व्रतको पुण्यको प्रभावले त अवश्यै कोडबाट छुट्ने छस्। मुनिको यस्तो कुरा सुनेपछि पृथ्वीमा लम्पसार परेर उसले मुनिलाई दण्डवत गर्दो भयो। तब मुनिले उसलाई उठाउनु भयो र त्यो अत्यन्तै हर्षित भयो। अनि मुनि मार्कण्डेयको उपदेशले त्यो हेममालीले योगिनीको उत्तम व्रत गरेर त्यसै व्रतको प्रभावले त्यो फेरि देवरूपको हुँदो भयो अनि आफ्नी स्त्रीका साथ मिल्ने मौका पायो र उत्तम सुख भोग भोग्न थाल्यो। हे नृपश्रेष्ठ उत्तम राजा, यस्ता प्रकारको योगिनी एकादशीको व्रतबारे तपाईँलाई मैले बताएँ। 88 सहस्राणि द्विजन भोजयते तु यः तत्फलं समवाप्नोति योगिनी व्रतकृन् नरः। 88,000 ब्राह्मणहरूलाई भरपेट भोजन गराउँदा जो फल प्राप्त हुन्छ त्यही फल योगिनी एकादशीको व्रत गर्ने मनुष्यले पनि प्राप्त गर्न सक्दछ। महापाप प्रशमनी महापुण्य फलप्रदा शुचौ कृष्ण एकादशी ते कथिता योगिनी नृप। हे नृप, ठुला ठुला पापलाई पनि नाश गर्ने अनि ठुला ठुला पुण्यको फल दिलाउने त्यो आषाढ कृष्ण पक्षमा पर्ने योगिनी नामको एकादशीको बारेमा
तिमीलाई मैले बताएँ, अब के सुन्ने इच्छा छ भनेर भगवान श्रीकृष्णले युधिष्ठिर महाराजलाई प्रश्न गर्दा गर्दै यस अध्यायको कथा महिमा यही समाप्त हुन्छ। जलसाई विष्णु भगवानको जय होस्, कृष्ण भगवानको जय होस्, युधिष्ठिर महाराजको जय होस्, मार्कण्डेय मुनिको जय होस्।